ल सुन्तलाको व्यापारको सिलसिलामा आज म चाहिँ यो पाँचथरको फाल्गुनन्द गाउँपालिका 7 स्थित आङसराङ भन्ने ठाउँमा आज यो बगान मैले 12.5 लाखमा किनेर आजदेखि टिप्न सुरु गर्दैछु। सुन्तला एकदम राम्रो छ, फलै यस्तो छ। अब तपाईहरुलाई यो भिडियो मार्फत यो बगानहरु देखाउँदैछु। यो चाहिँ हाम्रो पाँचथर स्थित फाल्गुनन्द गाउँपालिकामा पर्छ। सुन्तला यस्तो फलेको छ, तपाईहरु हेर्न सक्नुहुन्छ। अब सबैजना साथीहरु कोरिया, जापान, अमेरिका, क्यानाडा, खाडी मुलुक भन्दै गर्दा नेपालमै पनि गर्दाखेरि वार्षिक घरमा बसी बसी आफ्ना साथीभाइ आफन्त जनहरुसँग खेल्दै गर्दै पनि यसरी आर्थिक आम्दानी गर्न सकिन्छ। मन्थली लगभग 1 लाख 1.5 लाखको आराईमा सुन्तला खेती गरेर भन्ने हाम्रो बुझाइ हो। यो बगान आज टिपाइ सुरु भएको छ। यो बगान निकै माथिसम्म छ। ल यस्तो फलै छ है। यस्तो छ सुन्तला, ठुल्ठुला छन् बोट एकदम राम्रो। यहाँको सुन्तलामा कुनै रोग लागेको छैन। यो अहिलेसम्म झर्ने पनि छैन। यस्तो छ सुन्तला है, यस्तो छ। ल हेर्नुस्, देखाउँछु अब तपाईहरुलाई मैले मोबाइलको सहायता मार्फत यसरी देखाउँदैछु है। बगान कस्तो फलेको छ हेर्नुस्। अब तपाईं हेर्न सक्नुहुन्छ सुन्तलाको फलै यस्तो छ। यस्तो छ है फलै। एकदम दाना 1 नम्बर राम्रो छ। अब यस्तो छ बगान। हेर्नुस् चाहिँ बगान यहाँ तल्लो गरामा पनि टन्नै फलेको छ। अलिक नयाँ बिरुवा छ, अलि मसिना बोट। यस्तै छन् यी बगानहरू। आजदेखि टिपिँदैछ। ल माथितिर हेर्नुस्, बगान यस्तो छ हैन। सुन्तला बगान यस्तो छ। ल यस्तो छ है बगान। यो चाहिँ नेपालको पूर्वी पहाडी भाग पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका 7 आङसराङ भन्ने गाउँको सुन्तला बगान यस्तो छ।
निकै माथिसम्म छ बगान, यहाँदेखि माथि छ। अब अलिक घामले गर्दा राम्रो देखिँदैन, छायाले यस्तो छ।